हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आजको यो मिनी ब्लगमा तपाईँहरूलाई स्वागत छ होइन। अनि के छ त अनि सन्चै हुनुहुन्छ सबैजना। म चाहिँ आज होइन दिदी घरमा छु नि त, यो लेउट भन्ने ठाउँमा। अनि दिदीलाई केही सामानहरू चाहिएको भएर म चाहिँ लेउट चोकमा जाँदैछु कि। हेर्नु न कस्तो अटो नि नपाउने भने एक्लै हिँड्दै हिँड्दै अल्छी लाग्यो भने हौ। अब साथी भने नि मोबाइल हो, त्यही भएर पुरा मोबाइलसँगै बोल्दै हिँड्दा चाहिँ मान्छे चाहिँ पागलै भन्दा होला है। तर नो प्रब्लम, दामी छ है लेउट चोक। होइन होइन, यो किन जम्बु डाँडा भन्छ यो ठाउँलाई त, हेर्न सक्नुहुनेछ। घाम चाहिँ ठिकै छ, खासै गर्मी भएन आज चाहिँ, त्यही भएर नि म हिँड्दै हिँड्दै आइरहेको छु। अटो कुर्यो है, अटो नपाउनु भने एक्लैलाई त हाम्रो गाउँतिर जस्तो होइन कि, यता चाहिँ अटै नपाउँदो रहेछ कि। सुविधा चाहिँ सबै कुराको सुविधा छ, तर भए पनि के हो मलाई त। अनि के छ त अनि सबैजना खुसी हुनुहुन्छ? खुसी हुनुपर्छ है गाइजहरू। कति ठुल्ठुलो मान्छेहरूलाई चाहिँ ला देखेन नि त, के गर्नु पर्ने है। साथी भनेको यही मोबाइलले कोसँग बोल्नु कोसँग हिँड्नु, एक्लै अब यो मोबाइलको सहाराले भयो नि हिँडिरहेको छु बोल्दै बोल्दै। अब यो बाटोसम्म त जसरी नै कटाउनु पऱ्यो नि त हिँडेर, त्यही भएर एक्लै बोल्दै बोल्दै हिँडिरहेको छु। यो भ्लगमा चाहिँ खासै केही नयाँ छैन, भए पनि नयाँ आउँछ नि त। त्यही भएर म चाहिँ यस्तो सम्झेँ होइन, भ्लग गरिदिउँ न त अनि हिँडिदिउँ न त अनि भनेर अनि हिँडिरहेको छु है त म चाहिँ। अनि हेर्नु न कस्तो यति धेरै घरहरू छ, यी गाउँहरू छ, एउटै मान्छे छैन भने के हो र, सुनसान के गर्मी भएको भएर हो कि के हो सबै सुनसान छ भने म एक्लै पागल जस्तो एक्लै बोल्दै बोल्दै हिँड्दा छ कि यहाँ चाहिँ। शान्ति भाउजूलाई धेरै मिस गर्दैछु, किनभने त्यो भाउजू जाँदा पनि धेरै बोल्नुहुन्छ नि त। साथी चाहिँ हुन्थ्यो भनेर आउनु भएको भए भन्दै एक्लै बरबराउँदै हिँडेको छु अहिले। कस्तो राम्रो खालके ठाउँहरू चाहिँ, तर घरहरू पनि दामी दामी बनिसकेको रहेछ यतातिर। म चाहिँ यो बाटो आएको थिइनँ नि त, आज आएको बाटै गयो भने हो। दामी दामी छ जम्बु डाँडा, हाम्रो दिदी घर चाहिँ जम्बु डाँडाको घरमा। अनि यस्तो हुँदो रहेछ कि सधैँभरि साथीहरू हुन्छ भन्ने पनि हुँदैन रहेछ नि त। अनि त्यही भएर म चाहिँ अहिले एक्लै हिँड्दा चाहिँ सुनसान छ क्या ठाउँ। यस्तै हो, कहिले कहिले एक्लै पनि हिँड्नु पर्दो रहेछ। अब हरेक कुरा सबैजनासँगै हुन्छ भन्ने पनि हुँदैन नि त। अनि त्यही भएर दाजु चाहिँ हिँड्नु गएर कोसँग बोलाएर हिँड्नु गएर होला है, के छ उहाँहरूलाई थाहा छैन नि त। अनि भ्लग बनाउँछ भनेर अनि त्यही भएर हेर्नुभएको होला त्यसरी। त्यो बाजे बेला देखेँ ल मैले यो रोडमा भनेको, यहाँ त कसैलाई देखेन, कम टाढा रहेछ। अटो कुर्यो लास्टमा त नआउने भनेको, त्यसै टाइम वेस्ट मात्रै भयो मेरो। पाल जे पर्ला भनेर हिँडेर आमा के हेर्नु त के हो फल्दा यो रुखमा हेर्दै राम्रोसँग के पर्छ पर्छ त यहाँ त। खानेकुरा हो कि नखानेकुरा हो, यहाँ कस्तो मजा बस्ने कुरा पनि रहेछ यहाँ चाहिँ, बस्ने कुरा पनि रहेछ। बल्ल वहाँबाट मान्छे आउनु थाल्छ। अनि यहाँ चाहिँ दिदीहरूले मलाई सोध्नु भइरहेको कि के गरौँ भन्नु, मलाई थाहा छैन नि त। अनि थाहा छैन भनेको कस्तो शीतल भयो के हो र, आज त एक्लै भयो भने क्या रमाइलो लागिरहेको त हो। साथी नचाहिँदो रहेछ त हो, रमाइलो हुनलाई छ। एक्लै बोल्दै हिँडिरहेको होइन भ्लग बनाउँदै, के हो खतरा रमाइलो लाग्यो त अहिले त मलाई त। अनि यो गाउँ देखाएको थियो नि, ए यहाँबाट त देख्दैन रहेछ दिदीको डाँडा। बोल्दै है, के छ बेरोजगारी जिन्दगी, नेपाल आयो हिँड्ने डुल्यो यस्तै हो। विदेशमा भए काम गर्नु यताउता हुन्छ नि त, अब यहाँ त बिन्दास हो, हिँड्ने बस्ने खाने, क्यामेरा धेरै हाल्ने क्या हो, बिन्दास टुल्छ है सबैजना। तर यस्तो हो, काम गर्नेले पनि गरिराख्नु भएकै छ। अब यही ठाउँमा बसेर पनि, नेपालमै बसेर पनि अब हामी जस्तो अझै यस्तै हो, कहिले नि केही गर्न सकिँदैन, हिँड्ने बस्यो ठिकै छ भनौँ न है।
पो बोल्छ त हो के साह्रो बानी नभएर होला यस्तरी बानी गर्नुपर्छ कि तर स्कुलमा छुटेपछि त फेरि साउन्ड पनि नराम्रो आउँदो रहेछ नि कति राम्रो फुल फुल्दा खाएन नि घाम पनि अनि अब पछाडि पनि उयो दामी दामी फुल फुल्दा फुल हेर्ने अब टकहरू हेर्ने हिँड्ने के गर्नु अब त पुग्नै लाग्यो पुग्ने लाग्यो भने अझै छ कि क्या हो हेर्नु कस्तो दामी फुल फुल्दा मैले चाहिँ डेली भ्लग चाहिँ ल्याउँदैन किन भन्दाखेरि खासै काहीँ पनि हुँदैन नि त अनि त्यही भएर डेली भ्लग गर्नुलाई पनि त्यस्तो बिति जाँगर पनि लाग्दैन के भएको हो गर्मी भएर पनि होला है अनि यस्तै कहिले कहिले मन लागेर भिडियो बनायो भ्लग बनायो हाल्यो यस्तै छ है गाइजहरू जे जस्तो पनि माया गरिदिनु होला साथ सपोर्ट गरिदिनु होला मेरो च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि भिडियो चाहिँ फुलसम्म हेरेर साथ दिनु होला है त त्यही भएको बाटोले होइन अझै उहाँ पुग्नुपर्छ म त कहिले हो गाडी देखाएको छ कि छैन हो यस्तो फुल रहेछ क्या यहाँ चाहिँ बाटो पनि तर थाहा छ ब्याक क्यामेराबाट कस्तो काली देख्दो रहेछ है फ्रन्ट क्यामेराबाट गोरी देख्छ नि मैले याद गरेको यस्तो के हो धाम्रो बेला जस्तो भइरहेको थियो पुरा के हो बाटो बाटोहरू चाहिँ बासेको फुलहरू फुलिरहेको रोडमा त पिच गरेको भनेको झिङ्गा मसिनो केही हान्दिनँ के साह्रो मैले यस्तो गाह्रो भइसक्यो नि अहिले चाहिरहेको अटोहरू त्यत्रो टाइमको व्यवस्था चाहिँ आउँदैन जुन बेला भनिसक्यो त्यो बेला चाहिँ अटो ब्याङ 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 परिरहेको हेर्नु न अहिले चाहिँ आएको छ अब पनि एक्लै हुँदासम्म चाहिँ आएन है हिँड्न अल्छी लाग्यो भने यस्तो घाममा अटोमा जान्छु भनेर सोचेर चाहिँ आएन अहिले त आप्पै हेर्नु त के हो र के साह्रो आइरहेको त्यस्तै आइसक्यो म चाहिँ लेबर चोकको यो चाहिँ लेबर चोकको यहाँ स्कुल छ मोबाइल के साथ भन्दा होला के गर्नु त मेरो साथी भनेको यही मोबाइल हो होइन चोकमा पुगेँ म चोकमा मलाई चाहिँ अब चाहिँ भिडियो गर्न लाज लाग्छ क्या खन्दाम लडेर खन्दाम त्यताबाट नि आउँछ तर त्यताबाट बाटो भन्नु पर्यो नि त ए यहाँनिर रहेछ त बाटो अनि त्यही भएर म चाहिँ हिँडेर आएको यहाँबाट आएको म कम टाढो हिँडेको लाज लाग्छ नि त्यही